फर्केर गाउँघरमा आएर रमाइलो गर्न मन लाएर पिकनिक कार्यक्रम राख्नुभयो रहेछ। त्यसमा यसो सहयोग गरेर बाबुहरूलाई यसो बनाएर खुवाऊँ भनेर लाग्यो। यसको लागि म जिएनजीबाट भन्नुहोस्। म महिला जिएनजी नबनाउनु का बाबु, फाँडो पर्छ। नबनाउनु का, त्यो त फत्लक्क पौलो भने त स्वादै हुन्छ। काउली फेरि धेरैले अहिले फेरि सहरियाबाट यसरी पकाउँछन्। यो काउले त्यसलाई तारेर अनि बल्ल पकाउँछ। काका तँ पाकिसकेको रे छिटै। लसुन प्याज नहालेको मासु हो। लसुन प्याज नखाने ढोटेपछि सिङ्की हुन्छ। धुवाले होला। यसरी लिएर गएर त पुग्दैन नि। ओहो यस्तो काटेर दियो के। भाडा नखाँदै मान्नु पर्ने भयो ए पुरानो भएर। यो भिडियो पार्टी हो क्या भाउजू। पहिला अहिले 16 नम्बर गिदा मजुवा। मिलाइ पनि ठिक छ यो। होइन टाढा भयो होइन केही नि होइन। मान्छेको सोचाइ मात्र टाढा हो। ए सरम त यसलाई भ्याम त म ढुल्न जान्छु अनि तिमी त बनाउने गरौँ न। यो त लगभग क्लियर भयो होइन। अरे भाइ ठिक छ काका। आहा पहिला रमाइसित आउँथ्यो यार मासु। के गर्नु पर्यो भने पैसा होइन नि। अहिले हामी धेरै भइसक्यो। पुग्छ कि अब त काका यति आदि दाउरा भयो भन। सामान कति आइयो?
नि शरमको ज्याला पछि जन्म ठाउँ आइयाछ साथी भाइ भेट हुनलाई आधी खोलामा गएर भन्ने नै पुरै भनेका हुन् के अलि 87 88 ल फेरि हैन आधी खोला टुक्का चाहिँ धेरै पछि आएर रमाइलो भो पिकनिकै गाएर धेरै पछि मुटु निजोर नि ओ हात भयो लौरी ओए जेन्जी बाई बाई टोलाउँछु पात भो जान्छ